Hello everyone, good morning and namaste. Welcome back to my YouTube channel. आज चाहिँ हामी शनिबारको दिन दाउरा काट्न जान लागेको साथीहरु। हामी खास गरी जानलाई चाहिँ कहाँ भने हाम्रो माइली नानाको घरमा बोलाउनु भएको छ। त्यसकारण हामी त्यहीँनिर जाँदै छौँ र हाम्रो केटीहरु यहाँ खेल्दैछ शनिबारको दिन। साथीहरु अहिले चाहिँ हामी घरबाट निस्केर जाँदै छौँ र यहाँ माथि चाहिँ हाम्रो मन बोक्ने कार्यक्रम हुँदै रहेछ। अनि आज माइलीको दाउरा काट्ने अरे सघाउनु पर्ने अरे नि बाख्रा अब त्यही घाँस सास लाग्छ हो छोरा अब घरे कस्तो हरायो बाबी आमा चाहिँ नि स्टुडेन्ट यहाँ चाहिँ हामी अब एकैचोटि पर गरेर हेर्छु मलाई नानाको घरमा जानु मतलब पुग्ने बेलामा बिर्छु मलाई भनेर आइरहेछ। मतलब बाइबल चाहिँ होइन अहिले साथीहरु होइन। मैले चाहिँ अब एकैचोटि नानाहरूको घर गएपछि मात्रै देखाउनु पर्यो भने कोचो र हाम्रो नाना यहाँ र कुद्दै जाँदैछ। हामी म मतलब म भन्दा पछाडि हुनुहुन्थ्यो, अहिले म भन्दा अगाडि जानु भएको छ। साथीहरु तर अन्तिम मतलब हिँड्न चाहिँ म अगाडि हिँडेको, तर अन्तिममा नाना अगाडि रोक्दै अनि हाम्रो छोरी यहाँ छि रियो ना हामी चाहिँ यहाँनिर आइपुग्यौँ होइन। अहिले के गर्छ हिँड न छिटो, अन्त बाटो चाहिँ यस्तो रहेछ है साथीहरु। अब नाना कपाले साथीहरु म चाहिँ अब नकुदी के जानु पर्यो। अब जति सकिन्छ त्यति त चढ्न त सकिहाल्छ नि त्यो। लौरे साथीहरु अहिले चाहिँ हामी ढुङ्गुलबाट जाँदैछौँ उता। अनि यहाँनिर माथि ल्याउँदै लाउरे निका सलाम। साथीहरु हामी चाहिँ यहाँनिर आइपुग्यौँ होइन। अहिले के गर्छ हिँड न छिटो, अन्त बाटो चाहिँ यस्तो रहेछ है साथीहरु। अब नाना कपाले साथीहरु म चाहिँ अब नकुदी के जानु पर्यो। अब जति सकिन्छ त्यति त चढ्न त सकिहाल्छ नि त्यो। लौरे साथीहरु अहिले चाहिँ हामी ढुङ्गुलबाट जाँदैछौँ उता। अनि यहाँनिर माथि ल्याउँदै लाउरे निका सलाम। हामी चाहिँ नानाको घर आइसक्यौँ होइन। सबैको लाडली और यहाँ है हमारा लाडला बेटा।
साथीहरू अहिले चाहिँ हामी खाजा खान जान लागेको चटपटे नानाले पनि सँगै हामीले नै नसक्यौँ होइन अब खाजा खान्छौँ अनि त्यसपछि दाना खान खेताला भेला पार्न थालिजान्छ कि घर मैलाएर फेरि नालिएर खेताला चाहिँ टाइमको दोहोरोले घरिघरि सोमिया अनि सानो केटी ल्याउँदै ल्याउँदै अरूहरू कहिले कहिले यहाँनिर भाग लाउँदैछ नानाले बसेछ चिपट्टि साथीहरू हामी चाहिँ खाजासाजा खाएर पनि जङ्गलतर्फ लागिसक्यौँ। हाम्रो चाहिँ दाउरा काट्ने कार्यक्रम सुरु भइसक्यो। म चाहिँ उकालोमा जाँदैछु फ्याँ फ्याँ हुँदै। साथीहरू यस्तै छ। हाम्रो जनताहरू चाहिँ माथि हुनुहुन्छ, देख्नु भएको छैन होला, थोरै थोरै देखिरहेछ। यहाँ चाहिँ हाम्रो रुखको आगा झार्नलाई रेडी गर्दै हुनुहुन्छ। हामी चाहिँ उकालोमा सास फ्याँ 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 भएर यता अहिले आउँदैछौँ बिहानको कति बजी 11 बजीतिर बिसाउने कार्यक्रम। दाउरै नकाटी थाकेर हत्तु बामफोक बोकेर हात गलिसक्यो, दाउरा त काट्ने कुरै छैन। बामफोकले हात गलिसक्यो, दाउरा हेरेको भाइलाई हेरेकै भएछ नि। अप्ठ्यारो है चढ्नै। गाह्रो भयो भने भित्ता भयो भने भित्ता भयो भने चढ्न लाउन पनि डरसरी छ। हाँगै छैन। खै म त खिच्दैछु कहाँ हो, देखिन्छ। तपाईँको मम्मीले चाहिँ कुन चाहिँ काट्नु दिदी उतै परको ठुलो भन्दै किन उसलाई पनि ठिक छ। त्यसको पनि पालो आउँछ कुन दिन त्यसको पनि पालो आउँछ। हेर्नु नि अर्को सालमा साथीहरू यहाँनिर चाहिँ हाम्रो नानाले पनि घाँस काट्दै हुनुहुन्छ। अनि मैले नानाले कति हुन्छ, नानाले कति मिठो भन्थ्यो, उहाँहरूले आफैले पनि काट्दै रहेका छन्। नाना मैले चाहिँ यहाँ तल हुनुहुन्छ। यहाँ मैले नाना काटिदिन्छ र यहाँ यहाँनिर चाहिँ हाम्रो दाजु र भेनाले बाँस ल्याउँदै हुनुहुन्छ होइन। यहाँनिर हुनुहुन्छ हाम्रो दाजु। अनि तल खै हाम्रो भेना त देख्नुहुन्न। हजुर बाँस ल्याउँदै हुनुहुन्छ। यहाँ हुनुहुन्छ हाम्रो दाजु कान्छा होला, दाजु कान्छा र तल दाजु र भेनाले ल्याउँदै हुनुहुन्छ। हाम्रो यहाँनिर घाँस पनि बजिसक्नु भएको छ। अनि बारी काटिदियो भन्नु नि त। नदेऊ अरे के पिरो छ अरे। भुजा मात्रै ल्याउँछ न बोटोकोमा जाउँ त। रातो खोर्सानी पिसेर हालेर मै नि त सानी त्यसमा चिप्स देऊ चिप्स देऊ। भिजेको त्यति पाएको छैन क्या हातमा देऊ न। हातमा आँखामा लाउँछ। नदेऊ त्यो दिनको बर्थडेको हाले भए चाहिँ अलिक धेरै आउँछ होला। खोर्सानीमा दलेको नदेऊ पिरो। खान्छी
सिधा बनाएर खानुपर्छ अलिक पल्टी जान्छ फेरि त्यो त छोडै टिकाले भडाक्के परेर तेरो टाउको लाग्लाई आगाले गरिरहेछ नि ओइ 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 पापा पापा आयो मेरो मुन्टा लुने बाम्फोक र यो तपाईँ दाउरा दाउरा काट्ने टिमहरू हामी यता पर्खिरहेछौँ नि हतियार हाम्रो हतियारसँग म पनि यता छु गाइस हाम्रो भाइले चाहिँ माथि झारिरहेछ के भएको छ कमला बहिनीको देखिँदैन रुखको उसले हाम्रो चाहिँ दाउरा काट्ने कार्यक्रम धमाधम भइरहेछ सर ल यो चाहिँ म चाहिँ यता छु लगट टिका रहेछ है साथीहरू दाउरा काट्दा काट्दा हुर्कै हुने बेला भइसक्यो अब चाहिँ लगभग सकिन लाग्यो हामीहरू चाहिँ म चाहिँ सबभन्दा उपर तल माथि छु हेलो मिस यता हामीले चाहिँ यो रुखको हाँगा चाहिँ झारेको साथीहरू यहाँदेखि झारेर टक्कसँगले के छ सोनिया अनि मजा आइरहेछ दाउरा काट्न कति मजा आएको छ मजा आएको छैन हाम्रो दाउरा चाहिँ अब यसरी झरिरहेछ अब चाहिँ लगभग काट्नलाई चाहिँ अन्तिममा बोक्न त चोखै छ नि बोक्न त ओह्रालामा त उहाँले पनि मजा ओह्रालामा मजाले तान्दो रहेछ मलाई पनि गुटुरु झन्डै झाऱ्यो तल यहाँदेखि त झऱ्यो भने त एकैचोटि घरमा हाम्रा काटौँ ल मिस डङ्का काटौँ के काटौँ दाउरा काटौँ हाम्रा दिदी बहिनी भेनाहरू चाहिँ तलतिर हुनुहुन्छ दिदीहरू यता दाइ हुनुहुन्छ यता बहिनी अनि यता म छु साथीहरू शनिबारको दिन
यसरी नै बित्छ साथीहरू हाम्रो चाहिँ वन जङ्गल डाँडा काँडा। साथीहरू हाम्रो चाहिँ दाउरा टुन्नलाई चाहिँ सक्यौँ। यहाँदेखि झार्दैछौँ हुँदा अब बोक्न बाँकी छ डल्लै। थाकेको अवस्था हाम्रा भेना दाइहरू। धेरै चाहिँ मै थाकेको छु। दाउरा बोकेको होइन, दाउरा काटेको। बोक्न त बाँकी नै छ। हाम्रो चाहिँ दाउरै देख्नु चाहिँ यस्तै छ जिन्दगी। गयो 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 मन। त्यहाँ चाहिँ रहेछ, काटेर लानुपर्छ अहिले। तर सानो हुन्छ होला नि, तर काटेर चाहिँ लगिराखौँ न। साथीहरू हामी चाहिँ फाइनली दाउरा पनि बोकेर सक्यौँ र मैले चाहिँ यहाँनिर ल्याइसकेँ र यहाँनिर हामीले बोकेको चाहिँ देखाएनौँ होइन, किनभने अब बाटो अलिक रहेछ नि त। त्यस कारण हामीले यहाँ माथिबाट ल्याएर यसरी गरेर आउनुपर्ने थियो र त्यस कारणले मैले चाहिँ फोन गर्दैन। अनि त्यस कारण यहाँनिर उसार्दै यहाँ तल हाम्रो नानीहरूले चाहिँ यहाँ तलनिर राख्दैछ होइन। अब हामीले आज हाम्रो चाहिँ यति नै हुन्छ होला। हाम्रो सायद भन्दैछु, तर अहिले पुगिन्छ। अहिले हामी अब लास्ट एक टिप छ नि त के ल त साथीहरू, आजको दिन पनि हामीले यसरी नै दाउरा काटेर दाउरा बोकेर दिन बितायौँ। र हामीले चाहिँ दाउरा काटेर पनि घरमा सकेर आएर खाना पकाएर पनि खाएर अब सुत्न लागेको साथीहरू। इन गर्दै हाम्रो भिडियोलाई सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला भन्दै बाई बाई साथीहरू।